स्टाइलको हान्ने रे पागल औरत तुझे अक्कल है के गर्छ जाँड कन्टेन्ट हो त्यो कन्टेन्ट हेलो गाइज वेलकम टु माई युट्युब च्यानल अहिले चाहिँ हामी जाममा हिँडिरहेछौँ मजाले टेम्पो पनि छ यहाँ एनएस कुदिरहेछ है सर यस्तै छ नेपालमा जाम केटा हो यो खालको जाम हुनु पर्यो के सिंहदरबार आइपुग्यो हामी केटा हो फाइनली भेटियो केटा हो सिंहदरबार एउटा एब्सेन्ट खाता उतारी कुदाइरहेको छ यसले रेस पर्यो केटा हो रेस पर्यो हान्छ है आइरम भन् लेन सेनन बुम्रावा लेन क्रस गरेको छ हामीले ए ट्राफिक अङ्कल हामीले लेन क्रस गर्यो केही त गर्न केही त घर माइला बाबू भैया से डायरेक्ट बाबू तेरा तो गेम बजाना पड़ेगा क्यामेरा अलिक खतरा क्वालिटीको भएर यस्तो झिल्का आइरहेछ किताबहरू छ बच्चाहरूलाई ए यो गाडी के हो खतरा गाडी हो त्यो ओ मर्सिडिज स्पोर्टेड इन सिंहदरबार है केटा हो अब हामी जाँदैछौँ क्यामेरा एकचोटि पुछिदिइहालौँ पुछिदिउँ अब कस्तो आयो अब ठिकै छ क्यामेरा त युएन पार्क कहाँ युएन पार्कबाट हुन्छ राइडर केटाहरू आइरहेछ यहाँ ओ राइडर केटो म ल यहाँ एकदम नजिकको सब्सक्राइबर भेट भएको छ हाम्रो वाउ स्कुटर पडाक्दै रहेछ यसले अहिले हामी अब यो माइती घरमा आइसक्यो हामी यहाँ आन्दोलन गर्ने ठाउँ हो कट्यो ए रेस पऱ्यो केटा हो रेस पऱ्यो खाल्टोमा छिरायो यसले खतरा हेरे हामी फेरि यसरी यो रोड हाम्रै हो मतलब छैन रेसमा हामी फर्स्ट भइसकेको छ प्रतिस्पर्धी पछाडि नै आइरहेछ राइडर विक्रमले एकदम कुदाइरहेछ है केटा हो राइडर विक्रम उहाँको चाहिँ 1 मिलियन मात्रै छ सब्सक्राइबर अब नम्बर 1 युट्युबर हुन लागिसकेको छ है उहाँ पनि कुछ भी 3 जना सबैले सपोर्ट गर्नु पर्यो नेपालको नम्बर 1 मोटो भ्लगर हुन लागेको छ कुछ भी ए यो कुकुर कहाँ आएको भाग पाउँछस् यो खाद्यको बच्चा पनि कल गरेको भइरहेछौँ हामी सर्व लगाएर
भयो खत्म बाय बाय टाटा गुड बाय गया कुकुरले बेहोस हुने गरी लाटेको छ कन्टेन्ट राखेको केटा हो कन्टेन्ट धन्नै मिस तर्सेको छ मिस मजाले तर्सेको छ उहाँको बेलुका 7 बोलाउनु पर्ने भयो जस्तो लाग्यो अब यहाँ युएन पार्कनिर आइपुग्यो हामी यहाँ चाहिँ एकदम रेस्टुरेन्टहरू छ नियरली एक्सिडेन्ट भयो केटा हो यतातिर चाहिँ मजाले रेस्टुरेन्ट छ है रेल स्टेसन रेल हेर्न कहीँ जानु पर्दैन पाएको रेल यहाँ रहेछ है आरामले यहाँ त एकदम रमाइलो मात्रै छ यो गाडीले साइडलाई पालेर उता गयो अड्डा त थाहा नि त एकदम जामहरू छ यहाँ अगाडि ट्राफिक दाइले के भन्छ अब खोइ कहाँ गयो ट्राफिक दाइ जाम छ यहाँ जाममा जान खोज्यो भने चिप काट्छ यहाँ पर छ प्रहरी मेरो साथी प्रहरी छ अहिले हामी यहाँ मजाले पुलनिर आइपुगेको छ शङ्खमुलको हामीलाई हर्न बजाइरहेछ टोलीहरू नि आइरहेछ ए होइन अर्को टोली रहेछ मिस्टेक टोली पर्यो ए भाइ कहाँ चलाएको गाडी म चाहिँ मजाले हिँडिरहेको छु यहाँ अहिले हामी सर र हिँडिरहेको छौँ ओ कति राम्रो पठाउँछ ओह गॉड एक बार दिला दे 1 eternity later. हेलो गाइस आज चाहिँ हामी स्नोकर खेल्नलाई चोयाडीमा जाँदैछौँ अहिले हामी यो टिकाथलीतिर जाने बाटोमा हो पारिपट्टि चाहिँ क्याफेहरू छ पारिपट्टि क्याफेहरू छ हामी चाहिँ चोयाडी एन्ड सेक्वा हाउस चोयाडी सेक्वा एन्ड स्नोकर हाउस प्रोप्राइटर मङ्गोलियन राई उसकोमा हामी स्नोकर खेल्न जाँदैछौँ अब हामी उतै गएर भेट्ने छौँ अबको बाँकी भिडियो चाहिँ इन्जोय गर्नुहोला कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला स्नोकर खेल्दाखेरि के भयो सबै जान्नको लागि टेपर लोड हिँडिरहेको छ यिनीहरू ट्राफिक नियम उल्लङ्घन नगर्नुहोला कृपया मामाहरू यता मामाहरू हुनुहुन्छ मामाहरू तेरा तो गेम बजाना पड़ेगा सर्फमा लगाएर यो हो टिकाथली हो यो चाहिँ जाँदैछ यो हो यताभित्र पनि जाम छ देशभरि जाम छ है आज एकदम यता पुरै बस्ती त बनाएर बस्ती जाम छ तर हामी ट्राफिक नियम उल्लङ्घन गर्दै हिँडिरहेको छौँ जाउँ यहाँ एउटा रेस्टुरेन्ट छ भने 1 eternity later. फाइनल्ली हामी यहाँ सेक्वा तथा उसमा आइसकेको छ के छ उहाँ प्रोप्राइटर है यहाँको युट्युबको इन्कम देखाउँछु म युट्युबबाट लगभग
1 मिलियन पुग्नलाई अब धेरै बाँकी छैन। यो चाहिँ थाहा छ, यो चाहिँ अब सेको ह्यान्ड ठाउँ हो। मस्त सेको ह्यान्ड ठाउँ हो। यो चाहिँ बार हो, यो किचन। यहाँ स्नोकर खेल्ने ठाउँतिर छ। अनि यहाँ चाहिँ स्नोकर चलिरह। यो इन्डिया र नेपालको फाइनल टुर्नामेन्ट चलिरहेछ यहाँ। मस्त जोक मारा रे, ये हंस रे हलकट हंस। उहाँले सर्ट एकदम राम्रो खोज्न हान्नु भइरहेको छ तर मिस भइसक्यो यहाँ। प्रतिस्पर्धीको फोन आएर यहाँ एकदम अवरोध भइरह। ओ भाइ के छ, तिमीलाई के लाग्छ, जित्छ जस्तो लाग्छ कि के लाग्छ? ए भनेपछि हार्ने चाहिँ के छ तिम्रो चाहिँ विचार? त्यस्तो न ल, यो भाइ भाइरल भयो, ल कन्टेन्ट पायो केटा हो। सिक्री हराएको मान्छे जस्तै भाइरल हुन्छ भाइ तिमी। यसको ल हाना एकदम राम्रो हान्न खोजिरहेछ। ओ ल माल डुम्स्यो। यता पनि यता फेरि इन्टरनेसनल प्लेयरद्वारा प्र्याक्टिस भइरहेछ, यहाँ वार्म अप भइरहेछ एकदम। अब यहाँ म्याच सुरु भइरह। पालो आइरहेछ। शाबाश बेटा। अब यसलाई यसरी हान्दाखेरि ज्ञान मच्किन्छ। यता खेलाडीहरू सबैलाई देखाउनु मर्तेलहरु स्नोकर टुर्नामेन्ट चलिरहेछ यहाँ। पोइन्ट कति हाम्रो, कति 13? ल ओके। गेम एकदम टुङ्गेको छ, पराजित भइरहेको छ विक्रमजी। स्नोकरमा पराजित भएर के भन्न चाहनुहुन्छ? के तपाईँको अब स्नोकरको यात्रा यहीँ समाप्त भएको भनेर बुझ्न सक्छौँ त हामी? भयो अब फेरि हामी खेलौँ। ए उहाँको सन्यास अझै पनि आइसकेको छैन। उमेरले बुढेसकाल लागे पनि अझै उहाँमा जोस जाँगर 12 वर्षको बच्चामा जस्तै छ। यहाँ के भइरहेछ? यो बल छिर्छ कि छिर्दैन भन्छ। अब के भइरहेछ? छिर्नलाई सफल गरेको छ उहाँलाई जोरदार तालिका साथ हामी सबै सम्मान गरौँ। केही भन्न चाहनुहुन्छ? स्नोकर साउजी आउनु भएको छ। उहाँ एकदम पीडामा हुनुहुन्छ। उहाँ स्नोकर हारेर पीडा हुनुहुन्छ। साउजीले के सल्लाह दिन चाहनुहुन्छ? मेहनत गरौँ, अझै धेरै मेहनत गरौँ। सकेसम्म दाजुभाइलाई नै चाहिँ मुर्गा नबनाऊ। हार भनेको नै जित हो। ठिक छ। उहाँलाई हौसलाको लागि सबैजनाले एकचोटि ताली बजाउँ दर्शक बिनहरू। 1 eternity later.
ओके गाइज आजको लागि यति नै अब आउँछ क्लबको ब्लग नेक्स्ट एपिसोडमा लाइक सेयर अनि सब्सक्राइब हान्न नबिर्सिनु अनि घन्टीलाई पनि ड्याङ